डिप्रेसनका यी 5 सुरुवाती लक्षणहरू जुन तपाईँ सबैले थाहा पाउनुपर्ने हुन्छ। यदि तपाईँको नजिकको साथी, आफन्त वा तपाईँ आफैलाई डिप्रेसन भयो कि भन्ने लाग्छ भने यी 5 वटा सुरुवाती लक्षणहरू ख्याल गर्नुहोला। यदि सुरुवाती अवस्थामा डिप्रेसन पत्ता लगाउन सकियो भने उपचार गर्न निकै सजिलो हुन्छ। यो महत्त्वपूर्ण भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला, साथै मेरो पेजलाई फलो गर्न नबिर्सिनुहोला। पहिलो नम्बरमा खुसी हराउँदै जानु, जुन तपाईँलाई पहिले रमाइलो लाग्ने, तपाईँलाई इन्ट्रेस्ट लाग्ने अथवा तपाईँलाई आनन्द लाग्ने क्रियाकलापमा पनि तपाईँलाई खुसी नलाग्नु। दोस्रो नम्बरमा थकान र ऊर्जा नहुनु, तपाईँलाई जोस जाँगर नहुनु, तपाईँलाई मोटिभेसन नहुनु, तपाईँलाई जुन बेला पनि थाकेको महसुस हुनु, तपाईँलाई लेजी फिल हुनु र बिहान उठ्ने बित्तिकै ओछ्यानबाट झर्न मन नलाग्नु। तेस्रो नम्बरमा रिस उठ्नु र झर्को लाग्नु, ससानो कुरामा पनि इरिटेट भइहाल्ने, कोही आफ्नो वरपरि नआइदियोस् भन्ने पनि लाग्ने। चौथो नम्बरमा ध्यान केन्द्रित गर्न गाह्रो हुने, आफ्नो डेली गर्ने कामकाजहरू फोकस गर्न नसक्ने, कन्सन्ट्रेट गर्न नसक्ने, जसले गर्दा तपाईँको वर्क प्रोडक्टिभिटीमै समस्या आउने। पाँचौँ नम्बरमा निन्द्रा नलाग्ने अथवा निन्द्रा बढी लाग्ने, सुत्ने बेलामा पनि दिमागमा अनेकौँ कुरा खेलिरहने, रातभरि छटपट भइराख्ने। यदि तपाईँलाई यी 5 लक्षणहरू छन् भने समयमै चिकित्सकको सल्लाह लिनुहोला।